आज चाहिँ हामी गिफ्ट एक्सचेन्ज गेम खेल्न गइरहेको धेरै लामो पहिल्यैदेखि खेल्ने भनेको टाइम नभएको भएर अनि म तपाईहरु भन्नु होला ट्रेन गइसकेपछि खेलेको भनेर अब कहिले उसको टाइम मिल्ने कहिले मेरो टाइम नमिल्ने मिल्ने भने भएछ नमिल्ने यही खेल्नको लागि कहाँदेखि कहाँ आएको कतिवटा कलर छ अरे हाम्रो कति 7-8 वटा कति यहाँ छ के मैले स्क्रिनशट गरिरहेको छु मैले पठाएको मेसेज छ मैले लगभग हामीले 2 महिना भयो हैन यो खेल्ने भनेको अनि 2 महिनापछि फाइनली आज लगभग 2 महिनापछि ट्रेन गइसक्यो त्यही पनि अनि खेलौँ भनेर खेलेको खेल्न थालेको हैन ल फर्स्ट किनेको अब त्यस्तो राम्रो केको नाच लाग्ने र पहिल्यैदेखि भनेको हामीले त्यस्तो गेम खेल्ने तर यस्तो दुनियाँ महँगो चाहिँ नखेल्ने अनि थोरै सानो पैसाको मात्र खेल्ने एउटा गेम मात्रै एउटा साथी रमाइलोको लागि भनेर रेड छैन है मेरो झन् कोही कस्तो छ के ल 3 ल मलाई त रोज नै आउँदैन कि त्यही भएर आइदिएको के नै आउँदैन कि त्यही भएर कुन कलर मलाई रोज नै आउँदैन अनि अब स्काई ब्लू Thank you so much. Cutie भाइ अब ब्ल्याक कलर है ब्ल्याक कलर ल मेरो त फेरि यो बाहिर त व्हाइटको छ इट्स ओके नो प्रब्लम यो वाला सम्झना जन ल 1 2 3 गो उसलाई पहिल्यै मन पऱ्यो के भन्छ अरे मैले चप्पल किन्दाखेरि कस्तो मन परेको भनेर भन्दै थियो नि त अनि मैले यहीदेखि सम्झिरहेको थिएँ कि अनि भित्र चाहिँ ब्ल्याक थ्याङ्क यू मन पऱ्यो कि नै मन पऱ्यो कि यस्तो कस्तो के लगाउँदाखेरि इजी लाग्यो कि हिँड्दाखेरि कम्फर्टेबल लाग्यो के लगेर आएर त्यो झन् स्पेसल गर्दा कि त्यो त पछि तिमी आफूले उस गरेर हेर ए बा हो हटबाट हालेर नि सन्नाला थ्याङ्क यू अब मैले वेलकम चाहिँ ओरेन्ज कलर के ओरेन्ज कलरको केही होइन है म त अघि हतारमा लिएर आएको रोज्न नजान्दिनँ 1 2 3 गो कोरियन फेस मास्क के हो समथिङ गर्न नजानेर इट्स ओके नो प्रब्लम अब चाहिँ यो त मैले लिएर छु कस्तो क्युट छ न मैले नि यस्तै वाला लिएँ तर ध्यान नपाइएको कि तिमी केही छैन अब कुन कलर ग्रीन कलर One, 2, 3, go! लिप मास्क छ के लिप लगाउनु यो के थाहा टेपले जमाइदिएको अनि मलाई कस्तो मन परेको अनि मेरो लागि एउटा ल्याएको थिएँ क्या
म त हेर रोज्न नजानेर दिमाग खराब मलाई पनि कहाँ आउँछ त आले म वहाँ एक्लै मार्केटमा कति डुलेको व्हाइटमा व्हाइट 1 2 3 गो ए भगवान बोकेर हेर्न म त पनिर पुगेको आइम सरी के सरी हेर न है नो कति क्युट हो आया मैले नि ल्याएको के हेर तिमीलाई एउटा मलाई ल्याएको तर यो यस्तो ब्यागहरुमा हालेर हिँड्नु पनि नपोखिँदो रहेछ कि ढक्कन टाइटवाला रहेछ राम्रोवाला रहेछ मैले पानी हालेर बिस्तारमा यता पल्टाउने उता पल्टाउने त्यही तल खसेर फुट्न मात्रै भएन हैन सो क्युट के अब यो के ग्रे के कफी कलर मेरो त त्यो पनि सेम ल 1 2 3 गो के रे यो क्युट छ है तर मैले यो पनि राम्रो मैले यो चाहिँ सानोवालामा उ गरेको थिएँ हेरेको मोडे भेटाएन म राख्छु पछि यति लामो कपाल गरेर बान्छु यसलाई कफी कलरको केही भेटाएन मोजाले थियो मोजाखेरि कस्तो नराम्रो लाग्यो एउटा गिफ्ट त अनि एउटा कलर रह पिङ्क कलर One, two, three, go! Thank you. तिम्रो मेरो त यो कलर मात्रै डिफ्रेन्ट तर सेम पर्फ्युम नि यत्रो बोकेर कस्तो मन परेको के यसको त्यो पर्फ्युम कस्तो राम्रो मन पर्यो हाम्रो एउटा लास्ट वान छ नि त अनिखेरि ल यो चाहिँ हामीले के भन्छ अरे अर्काले दियो भने राम्रो हुन्छ आफूले किन्नुभन्दा आफूले किन्दाखेरि भन्दा अर्काले गिफ्ट दिएको चाहिँ राम्रो हुन्छ भनेर अनि त्यही भएर सल्लाह गरेर एक्सचेन्ज गरेको बुढी अर्काले दिएको राम्रो हुन्छ अरे क्या उसके मतलब यसकोहरू यो सब अलिक गएको कि यसको नि कति गयो पैसा सेभिङ गर्नु त त्यस्तै हो त्यही पनि के अर्काले दिएको मेरो त यो एटिएम मसिनहरू धेरै छ निकाल्ने तरिका धेरै छ त्यही भएर यसमा चाहिँ बज्दैन कि तर वाल ठुलो रहेछ चोर्नलाई सजिलो यसमा सानो रहेछ मिल्दैन होला चोर्नमा अनि हामीले यो के भन्छ अरे हाम्रो लगभग 2 महिना पछिको भेट यो सल्लाह गरेको खेल्ने भनेर मलाई कस्तो क्युट लाग्यो के यिनीदेखि लिएर अनि अझै यो त स्पेसल छ गरे है अहिले हेर्छुमा सुटुक्का भिडियो बनाएर हाल त्यो स्पेसल वाला पानी हालेर तातो हट वाटर हालेर अहिले म भिडियो बनाएर हाल्छु र अब यसभित्र म के हालेर हिँडाल्ने त ए हाल्न मिल्दैन हैन मिल्छ यहाँभित्र यो यहाँभित्र कि यो फर्म छ पैसा सैसा एयरपोर्ट हाल्नु एयरपोर्ट त मेरो त यत्रो बडो झोला जुन्डाएर ब्यागमा पनि जुन्डाएर हुन्छ कि थ्याङ्क यू सो मच लामो समयपछिको सपना पुरा भयो होइन कहिलेदेखि खेल्ने भनेको लामो समयपछिको सपना पुरा भयो अब फेरि धेरै समय त छैन तर त्यही पनि फेरि के भन्छ अरे एकचोटि फेरि भेट भएर अनि फेरि अर्को कुनै डिफ्रेन्ट गेम खेल्नुपर्छ लाज लाग्यो र मलाई त कस्तो क्युटी खेलाइरहनु मन लाग्यो क्या त